बेबो ल हिँड हिँड खतरा हिँड नाइकीको जुत्ता लाएर हिँड्नेले के हेर्नु यताबाट पनि के सबै मिलाएर कहाँ हिँडेको ल हजुर पनि निकालिदिन्छु बसन्तपुर हिँडेको हामी हो ल ल यहाँ बस सेफ जर्नी थ्याङ्क यू ल हेलो हेलो फर्मिला खै बाई बाई ल अगाडि हिँड त सबैजना ल हेर है मनिललाई ल सबैजनाको भिडियोमा आछ है सबैजना मनेल यता हेर मनेल यता यसलाई हात समाउट ल बसन्तपुर जाँदैछौँ उता नि ब्लग छ यता नि ब्लग छ अरू भन्ने होइन खालि के उर्कालमा गयो भन्ने मात्रै त हामी उकालोको बाटो हिँड्नेछौँ यहाँ डेलो चच्चा गरेर सता छ नि चस्मा चस्मा कपालमा राख्न मनेल डेलो यता यता साइडमा ल यता हिँड्ने ल यसको र मेरो ल्याउन चाहिँ हुन्छ लाएर मनेल दिदीलाई हेर्नु न गयो गयो आनन्द लिने खानु यो बिस्कुट यस्तो मजाको उठाएको त कस्तो घन्द्राङ घन्द्राङ गर्छ क्या सडेको तिमीहरू सिनीको कस्तो लाग्यो राम्रो लाग्यो तर फुच्चे कराएर झन् सबैलाई ल दिदी अगाडि भन क्या के कस्तो हुन्छ कि उल्टी आउन ओके ठ्याक्कै 360 रहेछ के
यही आफै माथि डुङ्गा पनि रहेछ तान्ने रहेछ लोटिङ त्यही पुगिन्छ तल यहाँ झरालिदिन्छ एकैचोटि झरिदिन्छ होला कि है भिडियो गर गरेछु छ्या डर लाग्दो थियो दिदीलाई शीतलो भएको कि त्यहाँ बस्नु भयो हाम्रो दिदीहरू भयो यसलाई त भोलि ल्याउनु नि उता हेर न उता अङ्कललाई हेर न उता आँखा नहेर के म यहाँ पछि यसलाई त यहाँ बिचमा राख्नु पर्ने रहेछ कि तल यो बिचमा तल राखिदिउँ यता उता हुन्छ खुट्टाले च्यान्छु कि मैले ल बस्छ तल कति मजा आयो चस्मा लगाएर बस्न हो यसरी लाटो बल्ल केही हुन्न हो देखि होइन चस्मा लगायो भने केही हुन्न सुपरम्यानले बचाउनु अलि राम्रोसँग बस्छ झर्ने बेला भइसक्यो कहाँदेखि झर्ने टेक्निक ल हेरेको ल फोटो खिच ल केबल कार बन्द होला नि बेलुका बजी हो कोही मान्छे उतादेखि झरिसके होइन कोही यतातिर जाँदै हुनुहुन्छ हाम्रो दिदीहरू यता सानो बेबो हेलो बेबो आइसक्रिम खाँदैछ
कस्तो छ लाइन कस्तो लाग्यो बसन्तपुर राम्रो लाग्यो डर लाग्यो आउँदा जाडा डर अँ, ठिकै ठिकै अँ, तर धेरै टाढा तर नहल्लिने जाँदा चाहिँ अलिक सजिलो हुन्छ होला आउँदा होला छिटो ओह्रालो हो नि त अँ। मेरो यहाँको लाइन छिटो अब उद्या जाने हो कि त्यहाँ लाइन लाग्नु परेन सल्लाह गर्ने अस्ति